यहाँहरु सम्पूर्णमा नमस्कार एवं हार्दिक स्वागत छ बलराम घिमिरे युट्युब च्यानलमा। सामाजिक अध्ययनका विषयवस्तुहरू प्रस्तुत गर्ने क्रममा आज कक्षा 10 को सामाजिक अध्ययन विषयको एकाइ 1 अन्तर्गतको पाठ 1 सामाजिकीकरणको अभ्यास खण्ड लिएर उपस्थित भएको छु। यस भिडियोको अन्त्यसम्म हेरेर मन पराउनु भयो भने लाइक शेयर गरिदिनु होला। साथै च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने पनि सब्स्क्राइब गरिदिनु होला। यस खण्डमा कक्षा 10 को सामाजिक विषय अन्तर्गतको अभ्यास पहिलो पाठको अभ्यास लिएर उपस्थित भएको छु, जसमा प्रश्न नम्बर 1 मा सामाजिकीकरण भनेको के हो भनेर राखिएको छ। यसलाई चाहिँ अति छोटो उत्तरको रूपमा कुनै पनि व्यक्तिले सामाजिक मूल्य मान्यता लगायत अन्य सामाजिक व्यवहारहरू सिक्ने र अभ्यास गर्ने प्रक्रिया सामाजिकीकरण हो। त्यस्तै दोस्रो प्रश्न छ सामाजिकीकरणको महत्त्व लेख्नुहोस्। सामाजिकीकरणको महत्त्व निम्नानुसार छ। 1 मा सामाजिक मूल्य मान्यताहरू भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग गर्दछ, त्यसकारण गर्दा महत्त्व भयो। अर्को हरेक व्यक्तिमा असल व्यवहार गुण आचरणको विकास गरी अनुशासित नागरिक बनाउँछ यसले। त्यस्तै गरी तेस्रोमा व्यक्तिमा सामाजिक सिपको विकास गराई जीवन जिउन आवश्यक व्यावहारिक ज्ञान प्रदान गर्दछ। र त्यस्तै अर्को छ व्यक्तिमा समाजप्रति सकारात्मक सोच र चिन्तन गर्ने व्यावहारिक सिप प्रदान गर्छ। त्यस्तै गरेर प्रश्न नम्बर 3 रहेको छ प्रेम र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्दछ प्रश्न पार्नुहोस् भनेको छ। त्यसमा सामाजिकीकरणका महत्त्वपूर्ण तत्त्वमध्ये प्रेम र स्नेह पनि एक हो। प्रेम र स्नेहले सामाजिकीकरणमा निम्न तरिकाले सहयोग गर्दछ भनेर राखिएको छ, विधागत रूपमै दिएको छ। व्यक्ति बीच एक आपसमा आत्मीयता बढाउँछ, व्यक्तिमा सद्भाव र सहकार्यको आधार प्रदान गर्दछ। तेस्रो बुदामा समाजका सदस्यप्रति विश्वास र अपनत्वको भावना विकास गर्दछ। र चौथो नम्बरमा सहयोग एकता मेलमिलापको भावनाको विकास गर्दछ। माथिको लिखित कुराहरू सामाजिकीकरणका लागि महत्त्वपूर्ण मानिन्छन्, त्यसैले प्रेम र स्नेहले सामाजिकीकरणतर्फ व्यक्तिलाई प्रेरित गर्दछ भनिएको छ। त्यस्तै प्रश्न नम्बर 4 मा राखिएको छ सामाजिकीकरणका माध्यम र निकाय के हुन्, तीमध्ये तपाईका विचारमा सबभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम कुन हो र किन भनेर राखिएको छ। यसमा उत्तरमा सामाजिकीकरणका माध्यम र निकायहरू तल दिएको छ। घर परिवार विद्यालय दौतरी समूह सांस्कृतिक गतिविधिहरू। यसमध्ये महत्त्वपूर्ण तत्त्वको रूपमा विद्यालयलाई लिन सकिन्छ। किन भनेर चाहिँ यहाँ बुदागतमा 4वटा बुदालाई उल्लेख गरिएको छ। विद्यालयमा विद्यार्थीहरू बीच एक आपसमा छलफल सहकार्य र सम्मानको वातावरण तयार हुन्छ। दोस्रोमा राम्रा बानीको निर्माण र असल सिपको विकास हुन्छ। चौथोमा विभिन्न जात जाति धर्म भाषा संस्कृतिको पहिचान भएका बालबालिकासँग अभ्यास र घुलमिल हुने अवसर पाउँछन्। चौथो बुदामा विद्यालयका शिक्षक र शिक्षाको माध्यमबाट प्राप्त भएका ज्ञान सिप र असल मूल्य मान्यताको अभ्यास गर्ने अवसर प्राप्त हुन्छ। यसले विद्यालयबाट ज्ञान सिप सिक्नुका साथै आपसी सम्बन्ध विकास गरी असल अभ्यास गर्ने अवसर पाउने र विभिन्न समुदायका बारेमा सिक्ने मौका पाउने भएको कारण विद्यालयलाई सामाजिकीकरणको महत्त्वपूर्ण माध्यम र निकायको रूपमा लिइन्छ। त्यस्तै प्रश्न नम्बर 5 मा राखिएको छ मानव जैविक प्राणीबाट कसरी सामाजिक प्राणीमा रूपान्तर हुन्छ उदाहरणसहित प्रश्न पार्नुहोस् भनेर राखिएको छ। उत्तरमा यसलाई चाहिँ हामीले प्याराग्राफमा राखिएको छ। मानिस जन्मदा सामाजिक प्राणीको रूपमा विकास भएको हुँदैन। ऊ सामाजिक पनमा शून्यता रहेको हुन्छ। साथै मानव
मात्र जैविक वा जीवित प्राणीको रूपमा जन्मेको हुन्छ। जब ऊ आफ्नो घर परिवार समुदाय हुँदै समाजको संसर्गमा पुग्दछ त्यसपछि उसले एउटा व्यक्तिका लागि जीवन जिउन आवश्यक मूल्य मान्यता संस्कार सिक्दछ। परिवार र समाजले व्यक्तिलाई असल चरित्रवान नैतिकवान योग्य सक्षम बनाउनका लागि असल संस्कार रहन सहन बोलीचाली व्यवहार अनुशासन सिकाउँछ। यसरी एक जैविक प्राणीलाई सामाजिक व्यक्तिका रूपमा परिवर्तन गर्नका लागि अपनाउने सम्पूर्ण प्रक्रिया नै सामाजिकरण हो। यही सामाजिकरणको माध्यमबाट व्यक्ति समाजमा घुलमिल हुने मूल्य मान्यता चालचलन नीति नियम सिक्दै जान्छ र एउटा सामाजिक प्राणीमा हुनुपर्ने गुणहरूको विकास हुँदै जान्छ। व्यक्तिमा सामाजिकपनको विकास हुने तथा समाजका आदर्श संस्कार मूल्य मान्यता सजिलै ग्रहण गर्न पुग्दछ। यसरी व्यक्ति र असल कुशल नागरिकका रूपमा विकास हुँदै जान्छ। यस्ता सामाजिकरणका प्रक्रियाले एउटा व्यक्ति जैविक प्राणीबाट सामाजिक प्राणीमा रूपान्तरण हुन्छ। त्यस्तै 6औं नम्बरमा राखिएको छ, तपाईले आफ्नो घर छिमेकमा कस्ता सामाजिकरणका अभ्यासहरू गर्नुभएको छ, ती अभ्यासले सामाजिकपनको विकासमा कसरी मद्दत पुर्याउँछ भनेर राखिएको प्रश्न छ। अब यसमा उत्तरमा मैले आफ्नो घर छिमेकमा कस्ता निम्न सामाजिकरणका अभ्यासहरू गर्ने अभ्यासहरू निम्न छन् भनेर राखिएको छ। सामाजिक काममा सहभागिता एउटा, दोस्रोमा सामूहिक काम वा सहकार्य, तेस्रोमा समाजका सदस्यबीच सहयोग र घुलमिल, चौथोमा मेलमिलाप तथा सम्मान। माथिका अभ्यासले सामाजिकपनको विकासमा निम्न अनुसारको सहयोग गर्दछ। 1 मा समाजका विभिन्न संस्कारहरूमा सहभागिता हुँदा मूल्य मान्यता र संस्कृति संरक्षण र विकास गरेको छ। एक्लै गर्न नसकिने काम समूहको सहभागिता बढेर छिटो गर्न सम्भव भएको छ। एक आपसमा सहयोग र परिचित हुने अवसर प्राप्त भएको छ र एकअर्का बीच मित्रताको भावनाको साथै एकले अर्कालाई सम्मान गर्ने बानीको विकास भएको छ। अनि त्यस्तै गरेर प्रश्न नम्बर 7 मा तपाईमा रहेका कुनै दुई सामाजिकरणका सिपहरू लेख्नुहोस् भनेर राखिएको छ। सामाजिकरणका सिपहरू चाहिँ दुईटा यहाँ राखिएको छ। साथीहरूसँग समुदायका सदस्यसँग सजिलै घुलमिल हुन सक्छौ र मेलमिलापको भावना रहेको छ भनेर राखियो। अर्को त्यस्तै प्रश्न नम्बर 8 राखिएको छ, सामाजिकीकरण भनेको के हो? सामाजिकरणका तत्त्वहरूको सूची तयार पारी कुनै दुईको व्याख्या गर्नुहोस् भनेर राखियो। उत्तरमा समाजका हरेक सदस्यले समाजका मूल्य मान्यता ग्रहण गर्ने, मेलमिलाप सहकार्य सहयोग आदान प्रदान गर्ने तथा आपसी सम्मानका व्यवहार सिक्ने एवं अभ्यास गर्ने प्रक्रिया नै सामाजिकरण हो। सामाजिकरणका तत्त्वहरू सहयोग, अन्तर्क्रिया, सम्मान, भाषा, प्रेम र स्नेह। ती मध्ये दुईटाको व्याख्या भनिएको छ, प्रेम र स्नेह। प्रेम र स्नेहले एक अर्काका बीचमा आत्मीयता सद्भाव सहकार्यको आधार तयार गर्न पार्दछ। मानिसप्रति विश्वास आफ्नोपन र अधिकार स्थापित गर्न मद्दत गर्छ। त्यसैले प्रेम र स्नेहलाई सामाजिकीकरणको महत्त्वपूर्ण तत्त्व मानिन्छ। अर्को भाषा। भाषाले व्यक्तिलाई आफ्ना विचार आदान प्रदान गर्न सहयोग गर्दछ। भाषाकै माध्यमबाट व्यक्ति एक आपसमा घुलमिल हुने, आफ्ना अनुभव र सोचाइ आदान प्रदान गर्न मद्दत गर्छ। त्यसैले भाषालाई सामाजिकरणको महत्त्वपूर्ण तत्त्व मानिन्छ। समग्रमा सामाजिकरण समाजमा घुलमिल गराउन, समाजका मूल्य मान्यता सिक्न र सिकाउन सहयोग गर्ने एक महत्त्वपूर्ण तत्त्व हो।